My new vlog. So guys, namaste. नमस्ते मलाई चिनिहाल्नुभयो नाइन जी मेरो युट्युब च्यानल भने नि दाइको युट्युब च्यानल भने उस्तै हो मेरो चाहिँ अर्को छ युट्युब च्यानल मैले त्यसमा केही भिडियो हालेको छैन दाइकोमा चाहिँ फेरि थुप्रै छन् हाम्रो दुईटा मात्रै छन् अब यो बिदा अब 2 दिन बिदा आज शुक्रबार भयो अब आज गएर होमवर्क आदि सकाएपछि भोलितिर फेरि यता आएर तीनजना लिएर आउनुपर्छ हामी अनि भिडियो बनाउने हो आज हेर्नु यहाँबाट पुरै डाँडा पाखा देखेर हैन उहाँ जानुपर्ने म चाहिँ माथिबाट ख्याचक्क हान्दिन टेक्नोलोजी लड्यो भने गाह्रो हुन्छ ठिकै छ हामी जान्छौँ Damn cow. Tomato giant. Guys. कस्तो शीतल प्रदान गरिरहेको छ क्या हावा मस्त चलिरहेको छ एकदम शीतल भइरहेको छ रात पनि लागिसकेको छ अब घाम डुबिसक्यो अहिले 7 बज्न लागिसक्यो 7 बजे होला तर अहिले म हेर्दिन 7 बजे राति हुन्छ 6 बजे तरी होला हैन 6 त अघि नै परेको थियो ल म लगे एउटा सङ हान्ने थिएँ अहिले दाइले हान्नुहुन्छ है त कतिको राम्रो हुन्छ तपाईहरु कमेन्ट गरेर भन्नु होला म त यसो मलाई अलि राम्ररी यो सङ आउँछ अब तिमीहरु के भइसक्यौ यो चाहिँ पहिलाको गीत थियो अनि अहिले फेरि एउटा केटा लगाएको मलाई सानो भन्ने अब दाइको पालो है त ल गाइस यो गीत हैन भाइ यो त इतिहास हो यो गीत हैन भाइ यो त इतिहास हो हरेक नेपालीको मन भित्र बितिरहेको हो अर्को कोरियनबाट सुने चाहिँ मलाई एउटा गीत हैन केबी त मलाई बिर्स्यो अहिले चाहिँ नभए मलाई आउँथ्यो गाइस हाम्रो दाइले फेरि अर्को गीत गाएको लागि एउटा विनय दाइले गीत खतरा गाइदिनु भएको छ चोरीमा आएर उहाँको लागि साथ टप 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 ए Chapter 1 Verse 1 God created lights खुदा की एक महल है मुझ पर ट्रिगर दबाते भी अफसोस नहीं करता उन लोगों ही मेरे सपनों में आते हैं जो भी जिंदा है वो लोग सपने में नहीं आते हैं जिनको मैंने मारा है भटकते हुए भी मेरे सपनों में मत आ जाना वरना तुम सब मारे जाओगे लिखने वाला भी जानता है जब वैलेंस का जुल्म बढ़ता है तो एक हीरो का मैदान में उतारना पड़ता है इस बार वो कैरेक्टर मेरा है और मैं करूंगा मैं रोकूंगा आवाज ल यति बेला चाहिँ रात परिसकेको छ रात पनि लागिसकेको छ यो माथिपट्टि चाहिँ एउटा डाँडो छ त्यसपछि गएर अलिकति 2-4वटा घरहरू छन् सुकुम्बासी बस्तीहरू त्यसपछि गएर अनि फेरि सरकारले फेरि एउटा डोचर लाहानहरु मात्र सुकुम्बासीको घर अनि त्यसपछि गएर भने फेरि जंगल आउँछ अनि त्यसपछि चाहिँ एकदमसँगले जति माथि जाँदै गयो त्यति हावा चल्दै जान्छ अहिले चाहिँ भनेको अहिले हामी चौरीमा छौं चौरीमाबाट चाहिँ हामी आफ्नो घरतर्फ प्रस्थान गर्नेवाला छौं त गाइस एनीथिङ टु से नबे सँग आउँदै जान्छौं अधिक त्यो डरलाई हटाउनको लागि या लेट्स गो गाउँ त गाउने हो हैन लेट्स गो ल अब है त ल कम अन सुरुको दिनमा चोरीमा आएको पढ्नलाई लेख्न भन्नलाई गएको सरले नि भन्छन् सयचोटि सोध आएन भने म भनिदिन्छु एकचोटि सोध्दा भन्छन् त्यो ध्यान कहाँ थियो सोच्छ झुटो छैन हामी पनि विद्यार्थी हामीलाई आउँछ भने कह ज्ञासम्म अरू पनि आउँछ सर शिक्षकलाई सिक्का माग्छु तर पढेको जति आउँछ सबै हामीलाई खाडीमा मुलुक बसेको हाम्रो गाउँ नेपालीको बाबा आमा नेपालको रगत हाम्रो बस्नेका पाना आमा भाडीमा मुलुक हाम्रो जति हुन्छ पसिना त्यति हुन्छ दम खाडीमा काम गर्नु दिनराति घाम हुनु रातिको पानीमा भिजेर पसिना बगाउनु विदेशी आएबाट फर्केर घरमा बस्न नि पाउँदैन एक दिनको भरमा
खाना नि खानुपर्छ रोटी र भात त्यही पनि 2टा रोटी 1 डल्लो भात मासु पनि खान पाउँदैन 3 दिनको चाक हान्नुपर्छ 1 दिनको चाक ए खानुपर्छ भात ए लाउनुपर्छ लुगा ए जिन्सको प्यान्ट यो कालो पानी हाम्रो डोरेको डाँडामा आँखाको नजर जुदाई तिम्रो नि हालैमा मेरो साथै तिमीलाई दिन्छु नि गालेमा चुम्मा नि खाइदिन्छु तिमीलाई आँखाको गालेमा तोपारी डाँडामा मेरो साथी तोपारी डाँडामा मेरो साथी भन्ज्याङको छेउमा आयो कि नाति भन्ज्याङको छेउमा आयो कि नाति सबैतिर घाम जङ्गल जङ्गल सबैतिर जङ्गल उटिट्या पङ्गल राति भयो नाइटको गाडी चढेर जाउँ न काठमाडौँ डे भयो डेको गाडी चढेर जाउँ न काठमाडौँ घुमाइन्छु तिमीलाई उम्बोड बजार देखाइन्छु तिमीलाई उम्बोड बजार देखाइन्छु किङडम गाउँले नेपालीको भाषामा नि तिमीलाई हुन्छ नि आमा बुवा साथको त तिमीलाई साथीको दिन मलाई साथीलाई मनपर्छ आफ्नो भाकाको गीत गाउन सबैलाई आँची देऊ न काँची खेको चिला आँकी देऊ न कमोरा छाम्रै हो आज नाची देऊ न काँची खेको फिलाज नाची देऊ न कमोरा छाम्रै हो राज जुटो बुटो हुने फेरि चुटो तानी गाजा यताले नि हान्छ फेरि 1 लोटी गाजा यसको मम्मीलाई भन्नुपर्छ 1 लोटी लादा युवानी भने मलाई गीत गाउन लगाए सबैको क्यामहरू बाइक पनि आउन थाल्ने मलाई त गीत सुन्दा सबैले भन्छन् दादागिरी होइन फेरि त्यो जान डन्जर छो नवीन कार्की भाषामा मात्र नवीन सबैले भन्छन् मलाई लद्दर हान्नु पर्यो भने घुमाइन्छु ओद्दर लुगाको फाटो मेरो सिराना चाहन होमवर्क गर्छु नेपालीको सबैतिर खान एको विषयमा होमवर्क गर्दिन नभए पिटा खान्छु बिहान बर्दियाको बाघ जङ्गलतिर आउँछ यता दाइले खायो भने म त त्यता भाग्छ कता यता यता बर्दियाको बाघ आयो बर्दियाको स्याल आयो बर्दियाको स्याल माइनी ब्लग च्यानल सब्सक्राइब भिडियो सब्सक्राइब सत्यको कुरा हामीलाई भन्छ नि सरहरूले सबैको कुरा हामीलाई सिकाउँछ सरहरूले छप्रीको सरहरू छप्री त छप्री महान छप्री बुटोलको राजा आउने बाघ आए बाघ म त नेपालको सिङ्गो दरबाज कता हो कता हामीलाई देखिन झ्यास्छ यता पनि झ्यास्छ डराए हाँस्छ थाहा भएन मलाई उताबाट हान्यो झसँग जुत्दै मलाई दिनमा फान्यो केटीले मलाई दिनमा फसाएर बलात्कारको अपराधमा लगायो सबैजना भन्छन् बाले सरकार भन्छन् आदिवासी हटाउँछ किन खोला नाला पनि बग्छ अनि पानी बाढी आउँदाखेरि हुन्छ यहाँ पुरै घर लगी त्यही भएर यहाँ उयोले गर्छ बाले सरकारले नेपालको राजधानी काठमाडौँ होइन विराटनगर हो होइन कोची विराटनगर हो जसँग गर्छ यता नि डर छ उता नि मनमा के जिज्ञासा खेल्छ अनिको बाम अनि लाइक र सब्सक्राइब दबाउनु होला हाम्रो गीत पनि सक्छ गाइस हामी राति भइसक्यो हेर्नु न यता पुरै ओदार छ ओदार ओए टेक्नोलोजी कम अन ओ भाइ साँच्चै राति भइसकेको छ अब हामी लाग्दैछ पानी परे जस्तो पानी पर्न खोजे जस्तो छ सिचुएसन एकदम गम्भीर छ साथीहरु वारा या We are on track. We are on track. Warren. Oh shit. खत्तै काँडा पस्यो झन्डै मैले नदेखेको यार झन्डै मोबाइल फालिदिएको It's okay but still phone is with me अनि यो उकालो हामी चढिरहेका छौँ पुरै हिमालको जस्तो गाइड उदाहरण भइसक्यो हैन There is a history, you know my victory. Line अब आउँछ छैन हामी आइसकेका छौँ टाढामा राति हो त्यो पनि देख्न सक्नुहुन्छ चिकन त तारा लाग्छ न त्यस्तै भएर
भूतले लहाडेको जस्तो भयो फिलिङ चाहिँ यो कहाँ कुन ठाउँ हो कमेन्टमा गएर भन्नु है त भोराबाट त्यो ऱ्याप गाउँदाखेरि चाहिँ त्यो जोसँग हुँदाखेरि म यस्तो उयो भएको कि हेर्नु यस्तो घुम्टी रोड छ हेर्नु गाइस यहाँबाट हेर्नु त टर्निङ छ टर्निङ गाडीहरू आउँदाखेरि पनि धेरै अप्ठ्यारो हुन्छ सिधै ब्रेक नलाग्यो भने तलतिर जान्छ क्या हामी चाहिँ फेरि सास्तर हुँदै आयो ल हामी चाहिँ अब कताबाट जाने भन् सिधै जानुपर्छ बाटोबाट गाइस भाइले खाएर आउनु भएको थियो क्या खाजा पर नाइस जोक अहिले कुखुराहरू चाहिँ प्रवेश गर्न पाएको छैन होला रुममा यस्तै छ पारा हिजोमा 5 बजे खुन्दिनुको सारा तिमीलाई ठटाउने हुन् कि घरमा चाहिँ किन कता गएको थिइस् भनेर उहिले पर गएको थियो भन्दैन ओके ब्लग चाहिँ